हेलो एन्ड वेलकम ब्याक अगेन नमस्ते फेरि पनि स्वागत छ मेरो युट्युब च्यानलमा। अनि मैले चाहिँ पहिला रियाक्सन भिडियो बनाउँथेँ युट्युबमा, अनि यो चाहिँ अर्को च्यानलमा आउनेछ। सडनली मैले चाहिँ अनि फुड च्यानल पनि बनाऊँ एउटा होइन भनेर एउटा च्यानल बनाएको छु अङ्कित बानिया भन्ने। त्यसमा चाहिँ मेरो अब फुडको होइन खानेकुराहरूको होइन भिडियोहरू आउनेछ। मैले चाहिँ सडनली किन सोचेँ भने मलाई मनपर्छ खानेकुराहरू होइन, खाइरहनु मनपर्छ। त्यही भएर आज चाहिँ मैले चाउमिन लिएर आएको छु। आज चाहिँ म चाउमिन खाँदैछु। अनि यहाँ सुपहरू छ, यहाँ सुपहरू लिएर आएको छु। यो के भन्छ अरे खाम है त। ल है त साथीहरू सुरु गरौँ। अब यसको चटनी हाल्नु पऱ्यो, चटनी हाल्दैछु म यसमा। चम्चीले हाल्नु पऱ्यो, अलिक अप्ठ्यारो भयो। यतातिर चाहिँ म यो चाहिँ मोमो अचार हो, यो चाहिँ मोमो अचार। यो मोमो अचार, यो चाउमिनको अचार होइन। अब म चाहिँ सुरु गर्छु खान। मिठो हो। यो चाउमिन चाहिँ मैले बनाएको होइन घरमा, यो चाहिँ मैले किनेर ल्याएको। सत्य कुरा बोल्नुपर्छ। यो चाहिँ मैले बजारमा गएर अनि चाउमिन किनेर ल्याएर अनि बनाएको हो भिडियो चाहिँ होइन। मैले चाउमिन बनाएको होइन, यो चाहिँ सत्य बोल्नुपर्छ, फेरि झुटो बोलेको काम। पिरो रहेछ। मैले थोरै पानी हाल्छु, एकदम पिरो भयो। यो उसको तपाईँको मोमो अचार चाहिँ अलिक पिरो रहेछ। चाउमिनको सस चाहिँ मलाई मन ठिकै छ। पिरो खालको होइन, त्यो रातो खालको हो। पिरो अलिक पिरो नभएको खानु पऱ्यो। यतापट्टि चाहिँ पिरो भएको छ, यता पिरो नभएको छ। त्यो चाहिँ मिलाएर खाँदा ठिक हुन्छ। यो चाहिँ पानी हो, फेरि अर्थ के सम्झिनु होला। धेरै नै पिरो भयो, त्यही भएर मिलाउँदैछु म यसलाई अलिक कम पिरो बनाउँदा। एक प्लेट चाउमिन ल्याएको, त्यही पनि सहन गाह्रो।
अब अलिकति रातो हाल्नु पऱ्यो, पिरो धेरै पिरो। यो चाहिँ पसलेले यस्तैमा दियो, मैले यस्तैमा ल्याएँ, अलिकति मेसी छ। ओ सेट, हातै भरि भयो। लाट्टै पिरो भयो अझै। पिरो पिरो लाट्टै भइरहेछ। लाट्टै मजा आइरहेछ। खाना पाउँदा पनि कुरा मजा नआउला होइन, खाना पाउँदा सबैलाई मजा लाग्छ। यस्तै यस्तै भिडियो बनाउनुपर्छ क्या, धेरै खाना पनि पाइयो, भिडियो पनि बनाउनु पाइयो, युट्युबमा पनि हाल्न पाइयो होइन। तपाईँहरूलाई मनपर्छ भने कमेन्ट गर्नु होला, म यस्तै यस्तै भिडियो अरू पनि ल्याउने छु। Oh my god, पिरो भयो, एकदम पिरो छ। म चाहिँ टिस्यु पेपर नभएर पेपर युज गरिदिएको। अब इमर्जेन्सीमा जे युज गरे पनि हुन्छ, कपडाहरू होइन। पिरो छ यो। मोमोको त्यो नहाल्न पर्ने रहेछ, त्यो अझ लास्टै पिरो भयो, खानै नखानु। हाँसु नै आउँछ क्या।
लाटे बिरो अब चाहिँ थोरै भएको छ यो धाउँछु म एक प्लेट भ्याउन पनि मलाई कस्तो गाह्रो भयो ओ माई गॉड कस्तो स्वाद हुन्छ मिठो टन्ने आउँदैछ म त सेकेन्ड लास्ट बाइट मेरो पुरा नोज ब्लिडिङ भइरहेछ नोज भन्नाले नोज बगिरहेछ भन्नु हो क्या थोरै पानी हालेँ मुकबाङ भिडियो सकिसकेको छ थ्याङ्क यू सो मच फर वाचिङ भिडियो यदि मन पर्यो भने लाइक कमेन्ट र सब्सक्राइब गर्नु होला यदि च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु होला सरी थ्याङ्क यू सो मच फर वाचिङ अगेन एन्ड च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु होला थ्याङ्क यू सो मच